सम्पूर्ण साथीहरूलाई नमस्कार, ह्याप्पी होली भन्न नि चाहेँ होइन। अब हिजोको समयसम्म एउटा प्रचार आफ्नो आस्थामा जसले गर्नुभएको गर्नु, आजदेखि एउटा मौन अवस्था सुरु भएको छ। र आज म कुनै आफ्नो पार्टीको बारेमा भन्न चाहेन, कुनै पार्टी पनि भन्न चाहेन। र एउटा कुरा के मात्रै भन्न चाहेँ भने हिजो दिनमा एउटा आफ्नो पार्टीलाई आस्था गर्ने क्रममा कसैलाई दुःख लागेको हुनसक्छ, त्यसमा सरी भन्न चाहेँ होइन। किनभने चाहिँ मैले त्यति धेरै नराम्रो सायद मैले भनेको थिएन, यथार्थ कुरा सत्य कुरा बोलेको थिएँ। कतिपय साथीहरूले पनि बोल्नुभएको होला, कतिपयले मलाई म्यासेजमा नि भन्नुभयो, कमेन्टमा भन्न हरेक भन्नु हो, एउटा आस्थाले गरेर आफ्नो पार्टीको आस्थाले गर्दा भन्नुभएको होला होइन। तपाईँहरूले नि मेरो मन दुखाउनको होला, तर मैले दुखाउँदैन, त्योमा टेन्सन छैन। र अब तपाईँको 21 गते हुन लागेको चुनावमा सबैजनाले हाम्रोलाई होइन राम्रोलाई भोट दिएर अगाडि बढाउनु होला होइन। हाम्रो देश, हाम्रो समाज कसरी परिवर्तन गर्नुपर्छ, के गर्नुपर्छ भन्ने कुरा सबैजनाले बुझिसक्नु भएको होला। हरेक आतङ्क, द्वन्द्व, हरेक चिज हामीले भोगेर यहाँसम्म पार गरिसकेको छौँ सबैजनाले होइन। सबैजनालाई थाहा होला। त्यो कारणले गर्दा जस राम्रो व्यक्तिलाई विजय गराउनु होला, त्यही भन्न चाहेँ। चुनाव भव्य सभ्य तरिकाले सम्पन्न गर्नु होला भन्न चाहन्छु। र कहीँ आफन्ती इष्टमित्र रिसाउनु पर्दैन। भोलिको दिनमा तपाईँ हामी सबै जहाँ जस्तो पार्टी भयो नि हामी मिलेर परिवर्तन गर्ने हो, विकास गर्ने हो, त्यो तरिकाले गर्नु होला, त्यो भन्न चाहेँ। हिजोकोसम्म प्रचार गर्ने क्रममा आफ्नो पार्टीको बारेमा राम्रो भन्दा अर्काको पार्टीमा नराम्रो भन्दा कतिपयलाई रिस उठेको होला, नराम्रो लागेको होला, त्यो कुरा अब छोडिदिनुहोस्, हामी मिलेर गर्ने हो, बस यति नै भन्न चाहेँ। एउटा आस्थाले गर्दा रिस उठ्छ, मलाई पनि उठ्थ्यो होला, तपाईँलाई पनि उठ्थ्यो होला, त्यो आफ्नो ठाउँमा छ। अब राम्रो कसरी हो त्यो गर्नुपर्छ साथीहरू, त्यही भन्न चाहेँ। भोट चाहिँ बिल्कुल खेर नफाल्नु होला, राम्रो तरिकाले सबै र भव्य तरिकाले प्रयोग गर्नु होला भन्न चाहेँ। हस्त, धन्यवाद।